मर्निङ गाइज भर्खरै उठेछु ममको घरमा आएर यहाँ मम र सानो भाइसित नेपालीमा कुरा हुन्छ फील लाइक डाउन ब्रो Why? Because I need to sit down हजुरले मलाई लोकेलाई एक दुईवटा क्वेसन सोध्नु न के क्वेसन सोध्नु जे क्वेसन सोध्यो भने सोध्नु न नेपालीमा अब तिमी भाइरल भएछौ गर्ने के हो भनेर पैसा ठोक्ने हो के ड्याङ्की ड्याङ होइन लोके पैसा ठोक्ने भनेको के हो भन न नेपालीमा पैसा ठोक्ने भनेको के हो पैसा छाप्ने छाप्ने भनेको के हो प्रिन्ट गर्ने मेक मनी होइन पैसा कमाउने पैसा भएपछि के गर्ने हो गेमहरू किन्ने थुक्क ममलाई रिटायर गर्ने भन्न त्यही हो यता आइज नि कहाँ भागेको के त तर के छ त नि जिन्दगीमा भन्न केही छैन गर्लफ्रेन्ड कतिवटा भयो त कतिजनालाई डिएम गरेछ कति धेरै ए अलिक के गर्नु हुन्छ मैले एउटा घरमा बुहारी लिएर आए पो मेरो घरमा नो वे किन म त दिन्न गर्लफ्रेन्ड लिएर आउन पाइयो नि पाइँदैन मेरो घरमा किन मेरो घर लिएर आएछ सोध्नु न अझै मान्छेले हेरिरहेछन् होला के सोध्नु मन छ छोराहरूलाई केही थाहा छैन अब क्यान्डी रोडमा एउटा घर त्यो सुन पाएन कहाँ घर किन्ने भनेर सोध्नु थाल्नु भएको छ बिहा कहिले गर्ने प्लान छ त मलाई त एज भन्दा मलाई पैसा हो क्या पैसा ठुलो कुरा होइन होइन ठुलो कुरा होइन के हो ठुलो कुरा भन किन झुट माया हो माया हो अनि अरू के हो अंशु फ्यामिली इज फर्स्ट होइन हातले मासु खाएर नभइकिन तले हात भरि छ ए मैले हात धोराको होइन पैसा ठुलो कुरा होइन रे पैसा बिना कति हैन, मान्छेहरू पैसा- तडपेछन् हैन फ्यामिली ठुलो कुरा हो एकदम ह्याप्पी ह्याप्पी तर ठुलो पैसा कुरा पनि ठुलो कुरा हुन अनि पाइदैन पैसा नि त एकदम इसेन्सियल नै हो पैसा ठुलो कुरा होइन लाग्छ भने यता देऊ हुन्छ नि यता देऊ म पनि हुर्केको भने धनी फ्यामिलीमा होइन सानोदेखि अब देखिया छ होइन पैसा बिना कस्तो हुँदो रहेछ भनेर पैसा भने ठुलो कुरा हो यार व्हाट डु यु थिंक अंशु नेपालीमा मम तिमीलाई पैसा कस्तो लाग्छ मम पनि नेपाली बिग्रेर रहेछ युके आएपछि यार बिग्रे हैन अलि एकदम ठुलो कुरा हो पैसा छैन भए मान्छेहरूले त्यति धेरै बोल्दैन एउटा केटालाई के हुन्छ मर्द एउटा मर्दलाई होइन यो दुनियाँमा पैसा बिना रिस्पेक्ट पाउँदैन कि अब हेर केटा जिन्दगी भने त्यस्तै रहेछ एक्सप्लेन गर त के हो यो भनेको यसको पछाडि एकदमै डिपलाई के हुन्छ गहिरो सोच छ आखिर के गराएछस् के तल राख्न यार ल मिल्छ